कानी यहाँ यहाँ हेर नि यता यता हेलो भन्नु न हेलो भन्नु न के छ खबर भन्नु न अनि नानी आज केटा मलाई बिहानै बोलायो त के केटा ओ कुसुमजी के भन्नु बिहानै बोलाएको केटा मलाई अनि रिफर ल्याउने ल्याएको कि मलाई विवेक नगर अब युट्युबर भइसक्यो युट्युबर के अरे विवेक सर भन्ने एकदम ठिक छ मेरो यार यहीँ डाट मोल्दैछु होइन घाम दामी घाम लागिरहेछ दामी सनसेट भइरहेछ र यहाँ पानी हाल्न अगाडि भएर चाहिँ के भन्नु पुरै बिहान पनि तिमी हेर्छ मर आँट यार डाट मोल्ने पनि चुप्पी यता यता आएछ हेर न हो र केटा हेर अब म युट्युबर भइसक्यो होइन विवेक नभन मलाई प्लिज अलिक बिल्ला हुन्छ कि विवेक सर भन्ने गर केटा मलाई चाहिँ अब ब्लगर विवेक सर भन्ने गर है ल गाइस म चाहिँ अब माटो खान जाँदैछु होइन इस फरन बोकेँ होइन माटो चाहिँ हाम्रो चाहिँ भाउजूको लागि खान गएको होइन भाउजूले फुलहरू रोप्नुहुन्छ नि त अनि भाइ यसो माटो ल्याइदिनु न एक बरा चाहिँ भन्नुहुँदै थियो सहरतिर खासै माटो पाउँदैनन् अनि हाम्रो चाहिँ बारीमा यहाँ नि प्योर के अरे अर्ग्यानिक माटो पाउँछ यहाँ चाहिँ पुरै मल भएको होइन म माटो खान लगिदिन्छु टक्क ल म माटो खान गएको है ल म चाहिँ माटो खाँदैछु है यहाँ अब माटोको बोरामा हालिरहेँ गाइज मेरो भाउजू मैले तपाईँलाई उसले ल्याइदिन्छु सरप्राइज गिफ्ट तपाईँको लागि सरप्राइज गिफ्ट हौ छिटो सरप्राइज गिफ्ट भन्दैछु इ एक जरा छिटो ल्याइदिनु इ एक बोरा माटो झन्डै लडे नि बाटोमा राम्रो राम्रो थोरै भारी छ सम्झै ल्याइदिनु साइकल झनै ह्यान्डल भएको छ दुईचोटि लडेँ नि हेर्नु होइन अनि तर के हेर्नु भिडियो बनाएको तर भिडियो बनाउनु पाइनँ नि त मैले थोरै भारी छ त राम्रो राम्रो भारी न भारी त त्यो के हेर्नु लडेपछि अनि त्यो मुमेन्ट क्याप्चर गर्नै पाइनँ क्या मैले अब के लडेपछि भिडियो बनाउने मान्छे थिएन के हो सानी के भयो ल मलाई झोला चाहिँ दिनु कि मेरो खाना पाएको झोला हो होइन लडेँ नि दुईचोटि लडेँ नि दुईचोटि लडेँ नि म त कस्तो भाउजू के को कानी यहाँ हेर नि यता यता हेलो भन्नु न हेलो भन्नु न के छ खबर भन्नु न यहाँ यता मोबाइल हेर भन्नु न आज हेर्नु नि भाइ साइकल सिकाउँदै यत्रो उमेर भइसक्यो तर आफ्नो भाइ साइकल कुदाउन चाहिँ आउँदैन भाइ होइन सिकाउँदै ल कुदो साइकल कुदो लु फाइनली भाइले होइन 2 घन्टाको मेहनतपछि सिक्यो साइकल कुदाउन होइन 2 घन्टा बल्ल सिक्यो नि कान्छाले सिकान साइकल कान्छा अनि तिमी साइकल सिक्न चाहिँ कस्तो लाग्यो सिकाएको साइकल एकदम राम्रो कसले सिकाइदियो भन साइकल तिमीलाई हजुरले कस्तो लाग्यो मैले सिकाएको राम्रो लाग्यो बेस्ट टिचर अवार्ड अरे भाइले ल टक्क होइन मलाई यहाँ टिचर अवार्ड दिइरहेको छ भाइले होइन कहाँ 2 घन्टाको मेहनत यहाँ नि यस्तो घाममा पनि होइन कुदै खलखली भइसक्यो यहाँ हामी दुईजना तर जस भाइले 2 घन्टामा चाहिँ सिक्यो होइन 4-5 दिन लाग्छ भन्ने थियो भाइले 2 घन्टामा सिक्यो भने त कान्छ आज चाहिँ बेलामा घर आइपुग्यो होइन आज चाहिँ हाम्रो शनिबार हाफ छुट्टी हुन्छ नि त छुट्टी पनि टक्कसँगले बेलामा घर आइपुग्यो ल अब चाहिँ भात खाने टक्क होइन गर्मी आज भात त के हो नि वाउ मासु पनि रहेछ ओ दही पनि ओ भाइ गुडनेस भवा रहेछ हेर मासु भात खाइदिने हो अब चाहिँ टक्कसँगले होइन कति दिन भएको छ मासु नखाएको पनि आज चाहिँ मासु भात खाइदिनु पर्यो भनेर सोचिरहेको छु होइन मासु भुजिया दाल मासु कति खानु भयो भन्नुहुन्छ होला होइन अब के भन्ने 2 दिनपछि मासु पास्छ हाम्रोमा पनि टक्क यसो सुवा खाइदिनु पर्यो नि त मासुको खाइदिने मासु सासु अब वाह यहाँ रे हाम्रो एउटा फ्रिज छैन यसरी पानीमा हाल्नुपर्छ फ्रिजलाई स्प्रेडलाई पनि चिसो पार्नुलाई के गर्नु हो दुःख पीडित मान्छेहरूले यस्तै होइन अब फ्रिज नभएपछि टक्क बोतल के अरे बाल्टी चिसो पानी हाल्यो अनि स्प्राइट हाल्यो अन्त अनुसार बनायो अब चाहिँ स्प्राइट अनि मासु अनि दही खाइदिने हो टक्कसँगले ल खाएपछि आउँछु ल गाइस आज हामी यहीँ
गौशाला जाँदैछौँ होइन हामी चाहिँ यसो घुमघाम गर्नलाई होइन हाम्रो स्क्वाड यहाँ 4 जना स्क्वाड भाइहरू जाँदैछन् भाइ भन्दा पनि ऊ चाहिँ मेरो साथी सँगै पढेको होइन ऊ चाहिँ अब हाम्रो गाउँको भाइहरू दुइटा यहाँ चाहिँ पङ्कज कोइराला होइन जाँदैछौँ हेरौँ कस्तो छ माहौल यहाँ हेर्ने माहौल चाहिँ माहौल त बबालै हो नि के नराम्रो हुनु र इस हाम्रो गौशाला मान्छेहरू टन्नै हुन्छ यहाँ पनि अब तर राम्रो छ जोस् यहाँ घुम्न आउन बबालै हो आज यहाँ मान्छे धेरैजना आउनुभएको छ यहाँ भ्रमण गर्नलाई टन्नै हुन्छ मान्छेहरू यहाँ हेर्ने यो चाहिँ हाम्रो अब नेपालको सबैभन्दा ठुलो गाईको मूर्ति हो होइन हामी यहाँ सबैजना घुम्न आएको छौँ हाम्रो यहाँ भाइहरू पनि छन् होइन घुम्न आएको यहाँ बस्नु घुम्नु आउनु चाहिँ सबैजना घुम्न आउनु यो चाहिँ अब कहाँ पर्छ भन्नुहुन्छ भने ठ्याक्कै तपाईँको बुढीखेला पुलले पनि तलपट्टि हो होइन यहाँ दिदीहरू पनि सबैजना घुम्न आउनु भएको छ सबैजना होइन दिदीले हेलो पनि भनिदिइसक्नु होइन हामी चाहिँ पुरै यहाँ ग्याङै आएको छौँ है घुम्नलाई हजुर अलिक बुढी भित्रै पर्छ है होइन पर्न चाहिँ त्यस्तो अब ठ्याक्कै लोकेसन करी भन्दिनँ म लोकेसन ट्याग हानिदिन्छु होइन ल यहाँ बुढीले नि हाई भन्दै थिइन् होइन तर लजाएर भागिन जस्तो छ केही छैन त्यस्तै अब यहाँको हेर्नुहोस् वातावरण भनेको यही हो होइन जस राम्रो छ यहाँको सरसफाइहरू पनि सबै कुरा राम्रै लाग्यो होइन ठिक छ यतिको चाहिँ आएर यसो दिनभरि यसो आएर बस्न ओर्न रिल्याक्स गर्न चाहिँ ठिक छ